प्रयास गर्छु। ल हेर नि त यसलाई एकचोटि कतिको राम्रो देखिरह। ढलाइको काम हुनेवाला थियो या डाम्बरीकरण हुने बाँकी थियो। उतापट्टिको बाटो एकदमै खतम थियो। यो पनि अलिकति अप्ठ्यारै थियो। नमस्ते साथीहरू, आज दिनमा तपाईँको स्वागत छ। म नरेश फेरि स्वागत गर्दैछु हजुरहरूलाई आजको नयाँ ब्लगमा। आज दिन हामीले बुटोल नारायण खण्डको खैरेनीदेखि सुनलसम्मको बाटोको स्थिति कस्तो रहेछ त्यो देखाउन गइरहँ। हाम्रो भिडियोलाई पूर्णतः हेरेर तपाईँले यसको लुफ्त या मजा लिन सक्नुहुन्छ। बाटो कस्तो छ, कतिको बनिसकेर हेर्न सक्नुहुन्छ। यो हामी सुनल खैरेनी पुलसिम पुगेका छौँ। यहाँ पनि बाटो बन्दैछ उतापट्टिको। यो पुल नयाँ पुल बनिसकेछ, त्यसैबाट जान थाल्यो। अलिकति कल्चरको पिचिङ भएर हिँड्छ यो पुलमा, लेकिन उतापट्टि बन्दैछ। अब यहाँबाट हामी अगाडि जान्छौँ। त्यो पुल भत्किएर हो, त्यहाँबाट बन्दै भएपछि हामी यहाँबाट निस्किन्छौँ अगाडिपट्टि। यस्तै हो। भिडियो कस्तो लाग्छ तपाईँहरूले अन्तिमसम्म हेरिदिनु होला और कतिको रमाइलो सपोर्ट गर्नु होला प्लिज। यहाँ ब्रिजमा अलिकति अलि पनि लेभल मिले जस्तो छ, त्यही भएर अलिकति गाडी स्लो गरेर जानुपर्छ। अलिकति अप्ठ्यारो या झट्कामा आएको। अझ झन् त मेरो 4 चक्के गाडी स्कुटी हो, त्यसमा त अझै भाइब्रेसन हुन्छ। त्यही भएर अलिकति स्लो गरेर मलाई चलाउनु पर्ने स्थिति आएको। अरूभन्दा दुःख के हो भने ड्राइभर चाहिँ जहाँ पनि छ। जस्तो अब यहाँ हेर्नु सक्छ, मलाई यहाँ फेरि ड्राइभर गरेर उतापट्टिको बाटो त्यहाँ थाहा हुनु चाहिँ अहिले बाटो कम बन्द त राम्रो बनिसक्यो पहिलाभन्दा, लेकिन कहाँबाट ड्राइभरले चाहिँ दिनकै नहिँड्ने मान्छेलाई अलिकति अप्ठ्यारै छ होइन। जे होस्, अब पुग्न पर्ने आफ्नो गन्तव्यमा हिँड्दै जाम। कस्तो हुन्छ तपाईँले देखाउन गइरहेको छु। म अलिकति अबेलाजु निस्किएको थिएँ भात खाएर 10 बजेसम्म। यहाँ अलिकति घाम भए पनि अलिकति राम्रै छ मौसम, हिँड्ने जस्तो छ, हिँड्न मिल्ने जस्तो मौसम छ। यो वनको बाटो त अझै चिसो हुन्छ यहाँ, खालि डाइरेक्ट घाँस। अरू त्यस्तै भिडियो छ। के कस्तो भिडियो हेर्न खोज्नुहुन्छ तपाईँहरूले कृपया प्रतिक्रिया दिनुहोला, कमेन्ट गरिदिनु होला होइन। राम्रो लाग्यो भने कृपया त्यसलाई सब्सक्राइब पनि गरिहाल्नु होला। त्यस्तै हो, बाटो हेर्न सक्नुहुन्छ मजाले बगिसकेको बाटो कम्प्लिट अलमोस्ट। कहीँ प्याच अलिकति बिग्रेको थियो। मैले यो भन्न चाहन्छु, यो भिडियो अलिकति पुरानो हो। मैले त्यसको डेट पनि मेन्सन गरिसकेको छु, हेर्नुहोस् स्टार्टिङमै। त्यति बेलाको भिडियो थियो, त्यति बेलाको भिडियोको मैले दृश्य बताउन गइरहेको छु। त्यही कारणवश मैले एडिट गर्न पाएको थिएन। यसलाई फेरि अब एडिट गरेर ब्याकग्राउन्ड भोइस राखेर तपाईँहरूलाई देखाउन गइरहेको छु। यो भिडियो मैले अनकट देखाउनको प्रयास गरिरहेको छु। धेरै लामो सफर त हुँदैन, मेरो किसिममा यहाँ फेरि हेर्न सक्नुहुन्छ पुलको उसमा। तर त्यति खासै काम भएन, यहाँ धेरै खाल्छ। पुलमा लेभलले अलिकति नमिल्ने जस्तो स्थिति छ अरूभन्दा त। बाँकी किनभने दौडाउँदा यहाँ पनि हेर्न सक्नुहुन्छ, मैले पहिले भने ड्राइभरसँग टाढा कति गाडी टाढा हिँड्छ, त्यो गाडी यति केयरफुल भएर हिँड्नुपर्ने अवस्था अहिले छ। यहाँनिर चाहिँ गाडी सुइकेर आउने बाटो बनिसकेको छ, हामी पनि सुइकेर हिँड्छौँ। केयरफुल भएर नहिँडे त अलिकति अप्ठ्यारो हुने जस्तो स्थिति छ रहेछ। ल यहाँ हामी कति कस्तो बाटो बनेछ हेर्दै जाऊँ सुनलसम्म। यहाँसम्म त बाटो ठिक थियो, खैरेनी पुलको नजिक बाँकी सबै बाटो राम्रै थियो।
कृष्णको मूर्ति छेउमा हामी पुगिसकेका। आशा कहिले तपाईँले यो बाटो आइँदाखेरि यो मूर्ति हेर्नु होला। म अझै भिजिट गरेको छैन, बाहिरबाट मात्रै दर्शन गरेर देवतासिंह माफी मागेर अगाडि हिँडिराखेको छु। कहिले न कहिले यहाँ पनि जाम्ला, यसको पनि ब्लग हेराउने प्रयास गर्छु। ल हेरौँ त यसलाई एकचोटि कतिको राम्रो देखिरह। ल आजलाई यति, देवतासिंह माफी मागेर अगाडि चाहिँ लाग्यौँ। अब लगभग हामी सुनवल पुग्नेवाला छौँ। सुनवलको स्थिति कस्तो रहेछ तपाईँलाई बताउन गइरहेको छु। बाटो यहाँसम्म राम्रै बनिसकेको, एकदम केही दुःख छोवा छैन होइन। खालि त्यही अहिलेसम्म मलाई खैरेनीमा अलिकति पोल्युसन दुःख भएको थियो। त्यति दुःख त होइन, त्यही दिन बन्दै छ। यहाँ हेर्न सक्नुहुन्छ सुनवलको बाटो, उतापट्टिको बाटो बन्दै राखेको अवस्था रहेछ। योभन्दा पहिलाको ब्लग अगर हेर्नु हो त्यति बेला म उहीबाट गएको थिएँ। त्यति बेला यो बाटो ढलाइको काम हुनेवाला थियो या डाम्बरीकरण हुने बाँकी थियो। उतापट्टिको बाटो एकदमै खत्तम थियो। मेरो पिछला ब्लग हेर्नु होइन भने तपाईँले त्यो ब्लग गएर हेर्न सक्नुहुन्छ। त्यो ब्लगमा एकदमै खराब स्थिति थियो। अहिले बन्दैछ, मलाई लाग्छ 1 महिना 15-20 दिनमा 1 महिना त्यो बाटो बन्छ र यता पनि टुरिस्ट एकदम आवाज जावत छ, सजिलो हुन्छ क्या जस्तो लाग्छ। हेर्न सक्नुहुन्छ मजाले बनिरहेको, पेपरहरू माटा काम पनि मजाले, वर्करहरू पनि काम गरिरहेछन्, कर्मचारीहरूले पनि। ल अगाडि लागौँ। म लास्ट टाइम जाँदाखेरि ऊ नयाँ ब्रिजबाट गएको थिएँ। अब यही ब्रिजबाट सिधै जानु पऱ्यो, फलामको ब्रिज पुरानो। यो पनि अलिकति अप्ठ्यारै छ। यो फलामको पनि बिजान पलेटा निस्के जस्तो रहेछ। अब जो हो त्यस्तै हो, यहाँ अब चल्ती सर्न पर्यो। यतापट्टि पनि काम भइराखेको स्थिति रहेछ, पारिपट्टि पनि। ल जस्तो होस् राम्रै होला। बाटो बनेपछि एकदम फराकिलो भएपछि एकदम हिँड्न पाइन्छ। यहाँसम्म बनिराख्नेको स्थिति रहेछ। ल अब लगभग हामी मार्केटको चोकमा पुग्न थाल्यौँ। सुनवल त पुग्यौँ, मार्केटको चोकमा पुगेर अलिकति मलाई माथि मेरो साथीसँग जान छ। म जस्तै विलचेयरमा छन् मेरा साथीहरू पनि, तिनीहरूलाई भेट्छु र अगाडिको ब्लग कस्तो हुन्छ, ब्लग बनायो भने तपाईँहरूलाई पनि मैले देखाउँछु। अन्तिमसम्म हेरिदिनु होला ब्लगलाई, कृपया लाइक पनि गर्नु होला। सुनवल चोकमा पुगियो। अब यहाँलाई यति अगाडिबाट म माथि लाग्नेवाला छु। टकदेखि माथि राख्छु। ल आजलाई म बिदा लिन चाहन्छु। डु टेक केयर, ह्याभ अ गुड डे।